साथीहरू, आज मैले बनाएको छु फर्सीको पातको एकदमै स्वादिष्ट सब्जी। यहाँ मैले फर्सीको पात केलाएर र मुन्टा केलाएर एकतिर राखेँ। 1 घण्टा भिजाएको मुस्रीको दाल र थोरै भिजाएको चामल हालेर मजाले पिसेँ। अब म मसला रेडी गर्दैछु। लसुन, सुकेको खुर्सानी, जिरा, मरिच र थोरै तोरी हालेर पिसेँ। अब पिसेको दालमा नुन, बेसार, खुर्सानी धुलो, जिरा धुलो हालेर मजाले मिक्स गरेँ। यो मिक्स भइसक्यो। अब एउटा फर्सीको पात लिएर यसरी दालको पेस्ट मजाले लाएर यसलाई फोल्ड गरेर चपको आकारमा यसलाई यसरी बनाउने। यो चप सबै रेडी भइसक्यो। अब कराईमा तेल तताएर एउटा गरेर सबै हाल्दिएँ र यो एकतिर फ्राई भइसक्यो। अब यसलाई पल्टिदिएँ। यो हाम्रो रेडी भयो। सबै मैले प्लेटमा निकालेँ र त्यही उब्रेको तेलमा 2वटा आलु हालेर मजाले फ्राई गरेँ। अब त्यही कराईमा फर्सीको सबै मुन्टा यसरी हालेर थोरै नुन हालेर एकछिन भुटेँ। यो हेर्नु त यस्तो नरम भइसक्यो। अब यसलाई पनि म प्लेटमा निकाल्दैछु। सबै रेडी भइसक्यो। कराईमा तोरीको तेल हालेर पकाउने मसला पड्काएँ र एउटा काटेको प्याज पनि हालेँ। प्याज गोल्डन ब्राउन भइसक्यो। अब अघि पिसेको सबै मसला हाल्दिएँ र थोरै टमाटर पनि राखेँ। स्वादअनुसार नुन राखेँ। बेसार, खुर्सानी धुलो पाउडर पनि हालेँ। अब यसलाई मजाले भुट्नुपर्छ। यो भुटिसक्यो मसला। अब यसमा मैले झोल हालेँ। झोल उम्लिसकेको छ। अब मैले यसमा सबै यो हाल्दिने यसरी हालेर अब यसलाई 10 मिनेटको लागि सानो ग्यासमा पकाउने। 10 मिनेट भइसक्यो। हेर्नु त साथीहरू, सब्जीको कलर कस्तो दामी देखेको छ। अब यसलाई तातो पस्केँ। थ्याङ्क यू साथीहरू। बाई बाई।